हाम्रो जीवनमा हाम्रो जीवन जिउने क्रममा कतिचोटि हामी रोग र बिरामबाट छटपटिन्छौँ अनि कतिचोटि हाम्रो आफ्नो आत्मिक जीवनमा पनि अनि हाम्रो दैनिक जीवनमा पनि हामी कति कुराहरूबाट छटपटिन्छौँ। तर त्यो के कारणले भइरहेको छ भन्ने कुरा हामीलाई थाहै हुँदैन। अब केही दिनहरूमा म यस्तो स्पिरिटहरूको बारेमा कुरा गर्दैछु। हामी संसारमा छौँ, संसारमा भएको कारण हामी कुनै न कुनै स्पिरिटबाट हामी स्पिरिटको नीचे छौँ, हामी स्पिरिट मुनि छौँ। कुनै न कुनै स्पिरिट चाहिँ हाम्रो अराउन्डमा घुमिरहेको छ। स्पिरिट भनेको कस्तो, हामीले देख्न नसक्ने तर हामीले आत्मिक जीवनमा यदि हामी जागृत छौँ, हामी आत्मामा हाम्रो प्रार्थनामा चाहिँ हामी अगाडि छौँ भने त्यो स्पिरिटलाई चाहिँ हामीले महसुस गर्न सक्छौँ। अनि त्यो स्पिरिट भएको कारण, त्यो घुमिरहेको कारण, त्यो त शैतान हो नि त। शैतानको त विभिन्न रूपहरू छ, त्यो स्पिरिटको रूपमा हाम्रो जीवनमा आउँछ। अनि कहाँ भनेर चाहिँ कहाँ भेटाउँ र निलिहालौँ भनेर गर्जने सिंह चाहिँ गर्जिरहेको हुन्छ। अनि त्यस्तै स्पिरिटहरूले चाहिँ हाम्रो जीवनमा काम गरेको कारण कतिचोटि हाम्रो जीवन हामीले सोचेको जस्तो नभइरहेको हुनसक्छ र हामीलाई थाहा पनि हुँदैन किन यस्तो भइरहेछ मेरो जीवनमा, किन यस्तो हुन्छ। म प्रार्थना पनि गर्छु तर किन यस्तो भइरहेछ भन्ने कुराहरू चाहिँ हाम्रो जीवनमा चलिरहेको हुनसक्छ। अनि यही कुराले गर्दा आज मलाई भित्रबाट प्रेरणा पनि आयो, परमेश्वरबाटको त्यो अनुग्रहले गर्दा आज हजुरहरूलाई यो पाइथनको स्पिरिट सम्बन्धी कुराहरू म बाँड्न चाहँदैछु। पाइथनको स्पिरिट भन्ने कुरा हामीले खासै बाइबलमा हामीले हेर्दै गर्दा चाहिँ डाइरेक्ट पाइथनको स्पिरिट भनेर हामी देख्न पाउँदैनौँ। तर हामीले चाहिँ ग्रिक बाइबलमा हामीले हेऱ्यो भने चाहिँ त्यहाँ मात्रै ओरिजिनल ग्रिकमा चाहिँ पाइथन भनेर चाहिँ लेखिएको छ है, पाइथनको स्पिरिट भनेर चाहिँ त्यहाँ पाउन सक्छौँ। तर हामीले खास नेपाली बाइबल र इङ्ग्लिस बाइबलमा हेऱ्यो भने चाहिँ त्यहाँ चाहिँ स्पिरिट अफ डिभिनेसन भनेर, स्पिरिट अफ डिभिनेसन भनेर चाहिँ त्यहाँ पाउन सक्छौँ। त्यो डिभिनेसन भनेर इङ्ग्लिसमा चाहिँ हामीले पाउन सक्छौँ। नेपालीमा चाहिँ हामीले चाहिँ यसलाई चाहिँ भविष्यवाणीमा ज्योतिषको आत्मा भनेर पनि हामी बुझ्न सक्छौँ। हाम्रो दैनिक जीवनमा हामीलाई कतिचोटि रोग लाग्छ तर त्यो रोगको उपचार हामीले सही नपाउँदा हामीले कति दुःख पाउँछौँ। हामीले यता धाउनुपर्छ उता धाउनुपर्छ। त्यस्तै गरी हाम्रो आत्मिक जीवन चाहिँ हाम्रो भौतिक शरीरसँग पनि जोडिएको छ अनि स्वर्गसँग पनि जोडिएको कारणले हामीले चाहिँ सही ट्रिटमेन्ट हामीले पायो भने हाम्रो शरीर रोग लाग्दा जसरी सही ट्रिटमेन्ट पाउँदा हामी कम्फोर्टेबली हिल हुँदै जान्छौँ, त्यस्तै गरी हामी सही कुराहरू ज्ञान पायो भने चाहिँ हाम्रो आत्मिक जीवन जिउँदै गर्दा हाम्रो आत्मिक जीवनको कारणले चाहिँ हाम्रो शरीरमा हरेक दिन भइराख्ने ती कुराहरू चाहिँ हाम्रो जीवनलाई चाहिँ जिउन सजिलो हुन्छ। आज हामी कुरा गरौँ स्पिरिट अफ डिभिनेसनको। स्पिरिट अफ डिभिनेसन भनेको कस्तो त, भविष्यवाणी र ज्योतिषीको आत्मा है। यसलाई चाहिँ हामी पुरानो नियममा हेऱ्यौँ भने लेवीको पुस्तकमा 19:31 अनि लेवी 20:6 पनि हामी पाउँछौँ। अनि व्यवस्थाको पुस्तकमा व्यवस्था 18:10 देखि 11 पनि हामी पाउँछौँ। हामी नयाँ नियममा हेर्ने भने प्रेरित 16:16 हामी पाउँछौँ। म नयाँ नियमलाई फोकस गर्न चाहेँ। अनि नयाँ नियममा प्रेरित 16:16 चाहिँ त्यहाँ एकजना केटी छ अनि उसलाई चाहिँ त्यो स्पिरिट अफ डिभिनेसनको आत्माले चाहिँ समातेको हुन्छ। अनि उसले त्यही आत्माले समातेको कारणले चाहिँ उसको मालिकको लागि चाहिँ त्यो अरूहरूलाई ज्योतिषको कुराहरू देखाउने, अरूहरूलाई चाहिँ उसको भविष्यहरू बताउने त्यो स्पिरिटको कारणले चाहिँ त्यो अरूहरूलाई देखाउने कामहरू गर्छ। अनि त्यस कारणले गर्दाखेरि चाहिँ अनि उसको मालिकले चाहिँ त्योबाट पैसा कमाइरहेको हुन्छ। त्यसले चाहिँ कमाएर आफ्नो मालिकलाई दिने गर्छ है। अनि त्यो केटीले चाहिँ विभिन्न किसिमका ज्योतिषका कुराहरू गर्ने, विभिन्न आत्माका कुराहरू देखाउने, त्यो कुराहरू गरेको कारणले जोखानाहरू हेर्ने, त्यो कुराहरू गरेको कारणले चाहिँ त्यसको मालिक चाहिँ खुसी भएको हुन्छ। जब पावल र सिलास अनि उनीहरू जाँदै गर्दा जब त्यो केटीले चाहिँ निरन्तर त्यो स्पिरिट भएको केटीले चाहिँ यिनीहरू चाहिँ परमेश्वरका पुत्र हुन्, यिनीहरूले चाहिँ मुक्ति दिलाउने काम गर्छन् भनेर चिचाइ भन्दै हुन्छ। जब चिचाइ भनेको हुन्छ अनि धेरै दिनदेखि रेगुलर त्यस्तो गरिराख्दाखेरि चाहिँ पावलले डाँट्नुहुन्छ र त्यो दुष्ट आत्माले छोडेर जान्छ। यो वचनले चाहिँ म लामो तरिकाले जान्न चाहिन, तर यो वचनले चाहिँ यो हाम्रो जीवनलाई के भन्न चाहन्छ भने हामी पनि कतै यसको हाम्रो जीवनमा यसको प्रभाव त छैन, हामी पनि कतै यसको प्रभावमा त छैनौँ। यसले साँच्चै नै हाम्रो जीवनमा पनि गाँसेको छ कि हामीलाई थाहै हुँदैन हामी कुन स्पिरिटको हामी मुनि छौँ। किनभने यो संसारको देव त शैतान हो। त्यसले चाहिँ हरेकको समाजलाई चाहिँ बन्द गरिदिएको छ ताकि परमेश्वरको कुराहरूले चाहिँ तिनीहरूले बुझ्न नपाउन्, मान्छेहरूको माझमा परमेश्वरको कुराहरू पुग्न नपाओस्। ऊ त एक दिन नरक कुण्डमा जाने नै हो, त्यो म मात्र किन जाने, परमेश्वरको सृष्टिलाई पनि लगेर जान्छु भनेर त्यो रात दिन तयारी भएर बसेको छ। हामी त राति मस्त सुत्छौँ तर त्यो सुत्दैन। त्यो हामी त दिउँसो मजाले आफ्नो काममा व्यस्त हुन्छौँ तर त्यो चाहिँ हाम्रो जीवनलाई खोजी हिँडिरहेको हुन्छ। हामीले कहाँनिर मिस्टेक गर्यौँ, हामीले
कहाँनिर गल्ती गर्यो र यसलाई समातेर निलिहाल्नु भनेर चाहिँ खोज्दै हिँडेको हुन्छ है। त्यसले गरी चाहिँ हाम्रो जीवनमा के छ भनेपछि चाहिँ यसले के गर्छ, हाम्रो जीवनलाई चाहिँ कसरी हामीले थाहा पाउने त हाम्रो जीवनमा यो स्पिड छ कि छैन, हाम्रो जीवनलाई चाहिँ यसले चाहिँ कन्ट्रोल गरेको छ कि छैन भन्ने कुराहरू चाहिँ मैले केही पोइन्टहरू लेखेको छु। यसले चाहिँ हाम्रो जीवनमा स्पिरिट अफ डिभिनेसन छ, पाइथनको आत्मा छ भने चाहिँ त्यसलाई चाहिँ हाम्रो जीवनलाई चाहिँ विभिन्न हाम्रो आत्मिक जीवन कमजोर हुँदै जान्छ। हाम्रो आत्मिक कुरा परमेश्वरप्रतिको भरोसा भन्दा हाम्रा सांसारिक कुराहरूको प्रति भरोसा लाग्छ। हाम्रो जीवनमा जीवन जिउने क्रममा दुःख कष्ट सङ्घर्षमा हामी जिउँछौँ, त्यो जिउँदै गर्दा हामीलाई सर्टकट बाटो अप्नाउन मन लाग्छ। परमेश्वरलाई प्रार्थना गरेको हामीले उत्तर पाएनौँ, ओहो हामी धामी जात्रा गर्ने हो कि, हामी चाहिँ जोखाना हेराउने हो कि, हामी चाहिँ राशिफल हेर्ने हो कि, तिनी कुराहरूमा चाहिँ हाम्रो जीवनलाई चाहिँ ध्यान त्यतातिर खिच्छ। परमेश्वरको वचनमा भन्दा संसारतिरको ध्यानलाई चाहिँ उसले खिच्न खोज्छ। त्यो चाहिँ स्पिरिट अफ डिभिनेसनको काम हो। यसको मुख्य काम भनेको चाहिँ परमेश्वरमा निर्भर हुन छोडेर यसले चाहिँ ज्योतिषी ज्ञान बुद्धिहरूमा भविष्यका कुराहरू देखाउन मन लाग्ने, हाम्रो विवाह ढिलो भएको हुनसक्छ, हाम्रो कामहरू नपाएको हुनसक्छ, हामीले जीवनमा सोचेको जस्तो नभएको हुनसक्छ। त्यो अवस्थामा चाहिँ यसले चाहिँ हाम्रो जीवनमा चाहिँ यसले चाहिँ हाम्रो परमेश्वरबाट हाम्रो केन्द्रबिन्दु त हाम्रो परमेश्वर हुनुहुन्छ, उहाँबाट हामीलाई टाढा बनाएर चाहिँ संसारको कुराहरूमा फसाउने काम चाहिँ यसले गर्छ। यसले कहिलेकाहीँ चाहिँ सत्य कुराहरू पनि बोल्छ, ज्योतिषी शास्त्रहरूमा सत्य कुराहरू हुन्छ, तर त्यो परमेश्वरबाट नभएको कारण हामीलाई छेडिक रूपमा भरमाउने कुराहरू मात्रै त्यो हुन्छ। अनि यसले चाहिँ हाम्रो परमेश्वरको बुद्धि परमेश्वरको वचनमा विश्वास गर्नुको सट्टा संसारको कुराहरूमा हामी विश्वास गर्न पठाउँछौँ। ज्योतिष ज्ञानहरूमा विशेष गरी राशिफलहरूमा अनि विशेष गरी चाहिँ कार्डहरूमा हामी कार्डहरू खेलेको कतिचोटि देख्छौँ, कार्डहरूमा ती कुराहरूमा चाहिँ हामीले कतिचोटि चाहिँ विश्वास गरी पठाउँछौँ। त्यसले चाहिँ हाम्रो जीवनमा चाहिँ परमेश्वरबाटको सम्बन्धलाई चाहिँ टाढा बनाउँछ। अनि यस्तो स्पिरिट चाहिँ हाम्रो जीवनमा कसरी आउँछ त? कुनै पनि स्पिरिटलाई जबसम्म हामीले ठाउँ दिँदैनौँ तबसम्म आउँदैन। त्यो स्पिरिट चाहिँ कसरी र कति बेला हाम्रो जीवनमा आउँछ भने जब त्यो स्पिरिट हाम्रो जीवनमा चाहिँ हामी परमेश्वरबाट टाढा भएर जान्छौँ, हाम्रो मार्ग निर्देशन चाहिँ परमेश्वरलाई मान्नुपर्ने ठाउँमा परमेश्वरबाट तुरुन्तै हामीले जवाब नपाउँदै गर्दा छिट्टो प्रत्युत्तरको लागि चाहिँ हामी चाहिँ संसारी कुराहरू, ज्योतिष कुराहरू, विभिन्न हेराइ कुराका कुराहरू, त्यो कुराहरूमा हामी भरोसा गरी पठाउँछौँ। त्यति बेला चाहिँ त्यो स्पिरिटले चाहिँ हाम्रो जीवनमा आउँछ। यो स्पिरिट चाहिँ हाम्रो जीवनमा आउने कारण चाहिँ ज्योतिषीय कुराहरूबाट, राशिफलहरूबाट है, त्यो ट्याग्रो कार्डबाट, आत्मासँगको परामर्शबाट, जादु टोनाका कुराहरूबाट चाहिँ यो स्पिरिट चाहिँ हाम्रो जीवनमा आउँछ। हामीलाई नर्मल लागिरहेको कुरा चाहिँ त्यो भयानक र डरलाग्दो कुरा हुन्छ। त्यसले हाम्रो जीवनलाई डरलाग्दो तरिकाले परिमार्जन गर्न सक्छ, डरलाग्दो तरिकाले हाम्रो जीवनलाई चाहिँ भत्काउन सक्छ। त्यस कारणले चाहिँ हामीले विचार गर्नु पर्यो, हामीले चाहिँ आफ्नो जीवनमा कुनै कुराको एन्सर नपाइराख्दा पनि सर्टकट बाटो भन्दा पनि परमेश्वरलाई प्रतीक्षा गरेर परमेश्वरको चाहिँ वचनमा चाहिँ भरोसा गरेर जिउँदै गर्दा मात्र हामी यो स्पिरिटबाट बस्न सक्छौँ। जब हाम्रो जीवनमा यो स्पिरिट आयो, के कारणले आयो, अनि हाम्रो जीवनमा स्पिरिट आउँदा के हुन्छ भन्ने कुराहरू पनि हामीले थाहा पाउनुपर्छ। जब हाम्रो जीवनमा त्यो स्पिरिटहरू छ भने, हाम्रो जीवनमा त्यो स्पिरिटहरूको कन्ट्रोलमा हामी छौँ भने त्यसबाट हाम्रो जीवनमा चाहिँ के कुराहरू हुन्छ, यसले चाहिँ हाम्रो जीवनलाई चाहिँ बिस्तारै निमोट्ने काम गर्छ, रित्तो बनाउँछ। हामी खोक्लो भइरहेका हुन्छौँ, हाम्रो जीवनलाई सबै दबावमा, दमनमा, हाम्रो आत्मामा पनि दमन, हामी मान्छेहरूबाट पनि दमन भएको हामी महसुस गर्छौँ। अनि यसले चाहिँ हाम्रो जीवनमा अट्याक गरेको छ भने हामीलाई एकदमै थकाइ लाग्छ। हामी थोरै काम गरेका हुन्छौँ, थोरै परिश्रममा पनि एकै थकित हुन थाल्छौँ। अनि अर्को चाहिँ प्रार्थना गर्ने इच्छा चाहिँ हराउँछ, परमेश्वरप्रतिको भरोसा हराउँछ, प्रार्थनामा मन लाग्दैन है। अनि आत्मिक रूपमा चाहिँ निसासेको महसुस हुन्छ। आत्मामा चाहिँ हामी सबै कुरा ठिकै गरे जस्तो लाग्छ, तर पनि कता हामी निचरेको महसुस हुन्छ। अनि आराधना गर्न गाह्रो हुन्छ, हामीलाई परमेश्वरलाई प्रशंसा गर्न, परमेश्वरसँग सम्बन्ध बनाउनलाई चाहिँ हामीलाई गाह्रो हुन्छ। आराधना गर्दा हाम्रो ध्यान नै त्यहाँ जाँदैन, हाम्रो शरीर त्यहाँ होला तर हाम्रो मन चाहिँ अन्त्य कुरामा गइरहेको हुन्छ। अनि हाम्रो जीवनमा निराशा आउँछ, सानो सानो कुरामा एकदमै निराश हुन्छौँ। अनि हामी चाहिँ एउटै चक्रमा फसेको जस्तो हुन्छौँ, यताबाट घुम्दा पनि त्यही कुरामा आइपुग्छौँ, उताबाट घुम्दा पनि त्यही कुराहरू आइपुग्छ। हाम्रो जीवन लथालिङ्ग भएको हामीलाई महसुस हुन्छ। अनि बाहिरबाट देख्दा सबै कुरा सजिलो देखिए तापनि हाम्रो जीवन चाहिँ आत्मिकमा भारीपन भएको, असह्य भएको महसुस हुन्छ। अनि हाम्रो जीवनमा चाहिँ परमेश्वरप्रति भन्दा अरू संसारिक कुराहरूमा हाम्रो ध्यान चाहिँ अटोमेटिक खिचिन थाल्छ, अटोमेटिक त्यो कुराहरूले हामीलाई खिच्न थाल्छ। अनि राशिफल, ज्योतिष, टुनामुना, अनि सकुन अपसकुन ती कुराहरूमा चाहिँ हाम्रो ध्यान जान पुग्छ। अब हामीलाई थाहा भइसक्यो
यदि हामी अब यो स्पिरिटको मुनि छौँ, हामी स्पिरिटमा दबिएका छौँ भने अब योबाट ओभरकम हुनु पर्यो। हामी सधैँभरि यो स्पिरिटमा रहेर त हाम्रो जीवनलाई अहिले नाश बनाउँछ, हाम्रो जीवनलाई सधैँ भारीपनमा लान्छ, सधैँभरि हाम्रो मनमा बेचैनी बनाउँछ। हामी आत्मामा अनि हामी शरीरमा फ्री नै हुन सक्दैनौँ। अब यो स्पिरिटबाट ओभरकम कसरी हुने त? यसको पनि उपाय छ। हामी चाहिँ कुनै पनि स्पिरिटबाट ओभरकम हुनको लागि त्यो स्पिरिटलाई मन नपर्ने कुराहरू हामीले गर्नुपर्छ। हामी परमेश्वरसँग नजिक भएको त्यो स्पिरिटलाई मन पर्दैन। हामी निरन्तर प्रार्थनामा फास्टिङमा लागिराख्नु पर्यो। हामी वचन अध्ययनमा गहिरो वचन अध्ययनमा जानु पर्यो अनि वचनहरू कण्ठस्थ गरेर आफ्नो हृदयको पाटीमा लेख्नु पर्यो, ताकि हामीले प्रार्थना गर्दा चाहिँ हरेकचोटि चाहिँ वचनलाई घोषणा गर्दै चाहिँ हामीले प्रार्थना गर्नु पर्यो। अनि अर्को कुरा चाहिँ मिडनाइट प्रार्थनामा पनि लागिराख्नु पर्यो। मिडनाइट प्रार्थना चाहिँ यस्तो हो, सुन्दाखेरि मिडनाइट प्रार्थना, रातिको प्रार्थना र दिउँसोको प्रार्थना के चाहिँ फरक छ र भन्ने हुनसक्छ। तर रातिको प्रार्थना चाहिँ विभिन्न संसारमा हामीले हेर्छौँ, जादुटोना गर्ने व्यक्तिदेखि लिएर हरेक नराम्रो काम, चोरी डकैती हुने पनि स्पेसली रातिमै हुने भएको कारण त्यो रातिको समय शैतानिक समय, रातिको समयमा शैतानले धेरै नै हामीहरू थाकेर सुतिरहेको बेलामा त्यसले काम गर्ने भएको कारण यदि हाम्रो जीवन यो चेपिएको, थलिएको, पेलिएको हाम्रो जीवनमा असंख्य समस्याको अन्डर हामी घुसिरहेका छौँ, हामी पिसिरहेका छौँ भने रातिको मिडनाइट प्रार्थनामा चाहिँ हामी खडा हुनु पर्यो। 1 घण्टा 2 घण्टा मध्यरातको प्रार्थना, 12 बजेदेखि 2 बजेसम्म, 12 बजेदेखि 1 बजेसम्म, 12 देखि 3 बजेसम्म हाम्रो चाहिँ आवश्यकता अनुसार हाम्रो जीवनमा चाहिँ खाँचो भए अनुसार चाहिँ हामीले चाहिँ हाम्रो जीवनलाई चाहिँ मध्यरातको समय पनि परमेश्वरको निम्ति छुट्याउनु पर्यो, ताकि यो स्पिरिटहरूको चाहिँ हरेक ब्लकेजहरू चाहिँ हाम्रो जीवनबाट तोडिन सकोस् भनेर। अनि अर्को कुरा चाहिँ हामीले एकदमै धेरै वचन घोषणा गर्ने, रात र दिन चाहिँ हामीले परमेश्वरको वचनलाई चाहिँ मेडिटेट गरिराख्नु पर्यो, घोषणा गरिराख्नु पर्यो। त्यो कुरा चाहिँ त्यो स्पिरिटलाई मन पर्दैन। जब त्यो कुरा चाहिँ त्यो स्पिरिटलाई मन पर्दैन, जब हाम्रो हृदय चाहिँ परमेश्वरको वचनले अनि परमेश्वरको अनि वचनले अनि प्रभुको उपस्थितिले हाम्रो जीवन भरिन थाल्छ, अँध्यारो र उज्यालोको कहीँ पनि सहमति हुँदैन। हाम्रो परमेश्वर उज्यालो प्रकाश भएको कारण प्रकाशमा ती कुराहरू अटोमेटिक हटेर जान्छ, हामीलाई थाहै हुँदैन। त त्यसको लागि चाहिँ हामीले चाहिँ हाम्रो आत्मिक जीवनलाई बढाउनको लागि मेहनत गर्नु पर्यो। त्यो हाम्रो आत्मिक जीवनको लागि मात्रै होइन, हामी आत्मामा मात्रै थकावट महसुस गर्दैनौँ। त्यो स्पिरिटको निचे भएको बेला हामी बन्धनमा देखिन्छौँ, हाम्रो शरीरमा बाँधिएको महसुस हुन्छ, हामी चेपिएको महसुस हुन्छ, हामी थकित भएको महसुस हुन्छ। ती कुराहरूबाट निस्किनको लागि हामी आजदेखि नै, यदि हजुरहरूको जीवनमा पनि यो स्पिरिटले काम गरिरहेको छ भन्ने महसुस भयो भने आजदेखि नै स्पिरिटलाई हटाउनको लागि सबै परमेश्वरका हात हतियारहरू एफिसी 6को 10 देखि 18 सम्मका सबै हात हतियारहरू धारण गरेर चाहिँ विश्वासको उत्तम लडाईँ चाहिँ हामी लड्नु पर्यो। हुन्छ, सबैजनालाई जय मसीह।